गाइज फेसबुकले के गर्न खोज्यो है, कम्युनिटी गाइडलाइन कस्तो खालको चाहिँ हो, कस्तो फलो गर्नुपर्ने हो है। मेरो फेसबुक भर्खर मात्रै मोनेटाइज दिएको लगभग 15 दिन भएको थियो। अहिले डिसेबल गरिदियो है। किन गर्यो वार्निङ पनि दिएन है, एकैचोटि डिसेबल देखाइदियो। यो के गरे हो यार, मलाई त तनाव बनायो है। मैले अरूको भिडियो पनि हाले हैन, के अरे यो रिएक्सन भिडियोहरू पनि एडिट गरेरै हालेर हुन्छु है। त्यसमा कुनै चाहिँ अब म्युजिकहरू पनि कपिराइट नभएको रोयल्टी फ्रीवाला म्युजिक चाहिँ एड गरे हुन्छु। के भएको क्या, मेरो एउटा भिडियो चाहिँ रिमुभ गरेछ। यो मैले डबल रोल, आफ्नै ओरिजिनल भिडियो डबल रोल गरेको, भूतले कुटेपछि भन्ने एउटा शीर्षक टाइटल हालेर चाहिँ गरेको थिएँ हैन। त्यो चाहिँ रिमुभ गरिदिएछ हैन। त्यसमा चाहिँ के गल्ती थियो र रिमुभ गरिदियो है, त्यही अचम्म लाग्यो क्या। आफूले चाहिँ कन्टेन्ट बनाएको एकदम चाहिँ ओरिजिनल कन्टेन्ट हो र पनि डिसेबल गरिदियो। अब एपिएल गर भन्यो, एपिएल गरेपछि एकछिनमा पर्मानेन्टली डिसेबल भनेर पठायो मेल। म त अब फेसबुकमा पनि काम गर्नु किन भने, यहाँ हेर्नुहोस् त यस्तो छ, यस्तो भइरहेछ। अब आइडी नै खोल्दैन, कसरी काम गर्नु, एकदम लास्टै तनाव हो। गाइस तपाईँहरू पनि अब फेसबुकमा काम त गर्ने, तर कसरी गर्ने भन्ने कुरा चाहिँ अब बुझेर चाहिँ काम गर्नुहोस् है। मेरो जस्तो यो यस्तो हुने गरी चाहिँ काम नगरोस् है। मैले पनि खासै गल्ती गरेको चाहिँ होइन, तर के गल्तीले चाहिँ अब यस्तो देखायो है। मलाई एउटा एक्सप्लेनेसन गर्ने समेत मौका दिएन क्या फेसबुकले। एकदम तनावमा छु गाइस।